नमस्कार। हाम्रो मुलुक अहिले एउटा सामान्य महानगरपालिका चलाउने टिमको हातमा नाचिराखेको छ, हत्केलामा नाचिराखेको छ। यो भन्दै गर्दाखेरि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको दक्षता योग्यतामाथि हामीले प्रश्न उठाएको भन्ने प्रश्न उठ्न सक्छ र यो कुरालाई हामीले विगतका केही वर्षदेखिका डेटाहरू र सत्य तथ्यहरूलाई केलाउनु हो भने छर्लङ्ग पनि पार्न सकिन्छ। र सबैभन्दा पहिलो कुरो हो, 3 वर्षदेखि काठमाडौँ महानगरपालिकाको मेयर पदमा रहेर उहाँले विकास र पूर्वाधारको काम जति पनि गर्नुभयो, त्यो मध्ये सत्य तथ्य डेटाहरू हामीले हेर्दाखेरि नेपालमा रहेको 6वटा महानगरपालिकाको छैटौँ स्थलमा काठमाडौँ महानगरपालिकालाई पार्नुभयो र त्यही व्यक्ति अहिले प्रधानमन्त्री हुनुहुन्छ भने उहाँले विकासको खाका र पूर्वाधारको कामलाई सुधारेर सडक निर्माणको कामहरूलाई अघि बढाएर देशमा सुशासन चाहिँ कसरी लिएर आउनुहुन्छ, प्रश्न यहाँनिर उठ्छ के। उहाँको दक्षता योग्यतामाथि प्रश्न चाहिँ यहाँनिर उठ्छ। जय देश जय जय नेपाल।